हाय साथीहरू नमस्ते। अब यस्तो भएको कौन है ये लोग? कहाँ से आते हैं? नमस्ते सन्चै हुनुहुन्छ? एकदमै सन्चै छौँ हामी दिदी बहिनी चाहिँ आज काँचो आँप खान गइरहेछौँ। अनुहार नबिगारी अमिलोको रियाक्सन नगरिकन सिम्पल तरिकाले खान गइरहेछौँ। जसले अनुहार बिगार्छ त्यसले उठबस गर्छ। ल स्टार्ट बहिनी। मेरो पो आँखा चाहिँ हुन आँटिसक्यो त अनि तर त अमिलो खान सक्छ चाहिँ बहिनी होस् आँखा बिगारौँ ल। चीटिंग करता है तू चीटिंग 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 करता है तू बिगारौँ ल। मलाई त कसले देखाएको कस्तो अमिलो भयो भने कानको जाली निकाल्छ कानबाट। म चाहिँ खासै अमिलो खान सक्दिनँ नि त। आँखा बिगार्ने ल पनिसमेन्ट नगर्ने। Okay, let's move. कस्तो मिठो भयो। घरतिर है नुन खोर्सानी हामी स्कुलमा क्या पहिला प्लास्टिकमा पोको पारी अनि चुबेर खानु कति मिठो हुन्छ। आरू पनि छोड्थेन। तपाईँकोमा मिल पाउँछ मिल? पाउँछ तर म मन पर्दैन। मस्तो मिठो लाग्छ नुन खोर्सानीसँग। ला यो त पछाडि हो नि त, मैले त अगाडि लगाइरहेको छु। चलेगा थुक्निनु नभए साथीहरू, थुक्निनु नभए लास्टतिर है खोर्सानी। तर त्यस्तो बिना अमिलो लागेन नि। तपाईँलाई अमिलो लाग्यो? कालो तिमी खान्छ नि त मलाई। त अमिलो पुरा खान्छु नि त। लास्ट बनी चेयर्स। यस्तो कालो छैन तर यहाँ कस्तो तर मैले सेतो भेस्ट लगाएर नि यस्तो देखेको हो क्या। यहाँ देखे जस्तो डिफ्रेन्स छैन, त्यो त त्यति धेरै फरक छैन नि त मसँग। तर त्यो म चाहिँ किनभने मलाई उज्यालो देखेको भनेको चाहिँ यो भेस्टले हो। नरु ल त्यस्तो कालो छैन ल। होइन मलाई प्रायः मोबाइलहरूमा कालै देख्छ। त्यो मोबाइलमा भन्दा रियलमै राम्रो छ। त्यो मोबाइलमा कस्तो अर्कै ठुलो मान्छे जस्तो देखेको। बच्चै हो साथी हो म भन्दा यो मोबाइलमा ठुलो देख्छ यो र म हाम्रो एज डिफ्रेन्स भनेको 20 वर्षै डिफ्रेन्स छ। यो म भन्दा 20 वर्षै सानो छ। तर मलाई ठुलो देखिन्छ कि मलाई 25-26 वर्ष तर खासमा म होइन। खुर्सानी लास्टको परेर मलाई साथीहरू दाँत पनि कुडियो। त्यो दाँत कुडियो त। You are so amazing.